एभ्रिवान सो तपाईहरुलाई फेरि पनि मेरो यो दोस्रो करियर एडभाइस भ्लगमा स्वागत छ र आज तपाईहरु समक्ष म तीनटा स्किल्सको बारेमा बात गर्न गइरहेको छु र यो चाहिँ यस्तो स्किल्स हो यदि कसैले यो स्किल्स राम्ररी सिक्यो भने देयर इज अ हाई प्रोबेबिलिटी कि यो स्किल्सहरु चाहिँ पछि गएर एउटा राम्रो करियरमा कन्भर्ट हुन सक्छ र यसको स्क्रिनशट म यहाँनिर भिडियोमा पनि लाउने छु तपाईहरुले यसलाई देख्न सक्नुहुनेछ या त पढ्न सक्नुहुनेछ। फर्स्ट स्किल चाहिँ के हुनेछ भन्दाखेरि भिडियोग्राफी एन्ड एडिटिङ र सेकेन्ड स्किल चाहिँ हो स्क्रिप्ट राइटिङ एन्ड स्टोरी टेलिङ र थर्ड वान चाहिँ हो डिजिटल होस्टिङ र पोडकास्ट प्रड्युसर। सो यो तीनटा स्किल्समा चाहिँ हामी आज बात गर्न गइरहेको छौँ। तपाईहरु सबैलाई नै थाहा छँदैछ अहिले हैन 21st सेन्चुरीमा सबैजना एकदमै एडभान्स भएर गइरहेको छ र त्यसै कारणले गर्दा जसले पनि जति पनि युथहरु छ जति पनि टिन्सहरु छ तिनीहरूले राम्रो तरिकाले एकदम स्किलफुली भिडियोग्राफी गर्न अनि त्यो भिडियोग्राफी गरिसकेपछि भिडियो एडिटिङ जाने भने यता त्यो स्किल अक्वायर गर्न सक्यो भने त्यो चाहिँ भविष्यमा गएर एकदमै राम्रो करियरमा कन्भर्ट हुनेवाला छ। किनभने आजकलको जमानामा तपाईले देख्न सक्नुहुन्छ कि सबै कुरा सोशल मिडियामा खाली आउँछ हैन, चाहे त्यो सानोभन्दा सानो कुरादेखि लिएर संसारभरिकै कुरा किन नहोस् र त्यो कुरालाई पनि संसारमा आज देखाउन लागि एउटा राम्रो भिडियोग्राफीको स्किल्स हुनु पर्यो प्लस भिडियो एडिटिङ कसरी कुन चाहिँ कुरा कति देखाउनु पर्ने हैन र त्यसमा के कुरा इन्भल्भ गर्नुपर्ने त्यो कुराहरुको बारेमा यो भिडियो एडिटिङमा राम्ररी सिक्यो भने त्यो कुरा चाहिँ पछि गएर एकदमै राम्रो करियरमा कन्भर्ट हुन सक्छ। किनभने भिडियोग्राफी र भिडियो एडिटिङ चाहिँ एउटा इन्टरकनेक्टेड स्किल्स हो र कसैले पनि यदि भिडियोग्राफी सिकेको छ भने उनीहरूले भिडियो एडिटिङ पनि सिक्न जरुरी हुन्छ र जति पनि तपाईहरुले कन्टेन्ट क्रिएटर भ्लगर युट्युबर जति पनि देख्नुहुनेछ उहाँहरूले पनि आफ्नो भिडियोहरु खुदै भिडियोग्राफी पनि गर्छ प्लस एडिटिङ पनि गर्छ र जति तिनीहरुको रिच बढ्दै जान्छ त्यति तिनीहरुलाई के सारो पर्छ भन्दाखेरि आफ्नो भिडियोहरुलाई एडिट गर्नु या त भिडियोग्राफी गर्न कसै न कसैको सहायता या त तिनीहरुले थर्ड पार्टीबाट पनि त्यो आफ्नो काम गर्ने हुन्छ। यदि कसै युथले या त कसै टिनेजरले आजको दिनमा यो कुरा सिक्यो भने तिनीहरुको जुन चाहिँ स्किल छ इट विल डेफिनेटली पे अफ हैन र म यही नै अनुरोध गर्दछु कि जति पनि हाम्रो प्यारेन्ट्सहरु छ र जति पनि हाम्रो टिन्सहरु छ युथहरु छ उनीहरुले यो जुन चाहिँ स्किल छ भिडियोग्राफी प्लस भिडियो एडिटिङ यसलाई राम्ररी सिरियसली लिएर यसमा तपाईहरुले काम गर्नुभयो भने यो पछि गएर एकदमै राम्रो करियरमा कन्भर्ट हुनेवाला छ। सो सेकेन्ड टपिक के थियो भन्दाखेरि स्क्रिप्ट राइटिङ र स्टोरी टेलिङ। सो तपाईहरुलाई थाहा छँदैछ तपाईहरु मुभी हेर्नुहुन्छ या त कुनै पनि प्रकारको तपाईहरुले प्ले हेर्नुहुन्छ या त अहिले तपाईहरुले जति पनि पहाडमा बस्नेहरुले भक्ति भाइको के हेर्नुहुन्छ भ्लग्सहरु हेर्नुहुन्छ या त पदम साथीको पनि तपाईहरुले भ्लग्सहरु हेर्नुहुन्छ त्यसमा एउटा स्क्रिप्ट राइटिङ भन्ने हुन्छ मतलब जसले चाहिँ त्यो कथा लेख्छ हैन र। सो त्यो पनि एउटा स्किल्स हो र हुन सक्छ तपाईँ एउटा राम्रो एक्टर हुन सक्छ या राम्रो भिडियोग्राफर हुन सक्छ या त राम्रो भिडियो एडिटिङ पनि आउन सक्छ तर तपाईको स्क्रिप्ट राइटिङ राम्रो छैन भने तपाईको त्यो जुन चाहिँ भन्ने तपाईहरुको विषय हुन्छ त्यो राम्ररी तपाईहरुले भन्न सक्दैन र त्यो पनि एउटा स्पेशल एउटा स्किल हो। यदि हामी पनि देखेकै छौँ हाम्रो नानीहरुमा पनि त्यो स्किल्स हुन्छ जसले आफ्नो कथा आफ्नो कविता या त आफ्नो जुन चाहिँ विषयहरु छ त्यसलाई राम्ररी एउटा के भन्छ सिस्टमेटिक तरिकाले लेखेर या त त्यो कुरा भन्न सक्छ। त्यो नै हो स्क्रिप्ट राइटिङको चाहिँ बेस यही नै हुन्छ र कसैले पनि यो स्किललाई पनि सिरियसली लिएर यसमा काम गर्नुभयो धेरै तपाईहरुको धेरै यसमा पनि के हुन्छ तपाईहरुलाई चान्सेस छ कि यो पनि पछि गएर एउटा राम्रो करियरमा कन्भर्ट हुनेवाला छ। किनभने स्क्रिप्ट राइटिङ र मैले जे भन्दैछु स्टोरी टेलिङ त्यो चाहिँ इन्टरकनेक्टेड नै हो र जसले राम्ररी आफ्नो स्क्रिप्ट लेख्न सक्छ र त्यो स्क्रिप्टलाई राम्ररी भिडियोग्राफी थ्रु या त आफ्नो कुनै अरूको थ्रु पनि राम्ररी देखाउन सक्छ त्यो पनि एउटा बेटर करियर अप्सन्स भएर जानेवाला छ। हामी देखिरहेको छौँ हाम्रो कतिवटा युवा साथीहरु भयो हैन युथहरु भयो तिनीहरुले यो काम एकदमै राम्रोसँगले गरेर गइरहेको छ जसले आफ्नो स्क्रिप्टहरु पनि आफै लेख्छन् र त्यसमा आफै नै एक्टिङहरु पनि गर्छन् र स्टोरी टेलिङ पनि आफैले गर्छ। सो यो पनि एउटा बेस्ट स्किल्स हो र जति पनि प्यारेन्ट्सहरु छ यदि तपाईहरुले आफ्नो नानीहरुमा यस्तो प्रकारको तपाईले स्किल्स एउटा ट्यालेन्ट देख्नुहुन्छ भने यो ट्यालेन्टलाई पनि तपाईहरुले निखारेर पछि गएर त्यो नानीको एउटा करियरमा कन्भर्ट गर्न सक्नुहुनेछ। आजको भिडियोको लास्ट टपिक या त पोइन्ट भनौँ के हो भन्दाखेरि डिजिटल होस्टिङ एन्ड पोडकास्ट प्रड्युसर। यो सायद तपाईहरुलाई एकदमै नयाँ लाग्न सक्छ तर यो अहिलेको कन्टेम्पोरेरी वर्ल्डमा एकदमै चलिआएको
स्किल हो प्लस यो एउटा करियर पनि एकदमै ठुलो यसले करियर तपाईँहरूको नानीहरूलाई हाम्रो युथहरूलाई दिन सक्छ। तपाईँले ठुल्ठुलो पोडकास्टरहरू हेर्नुहुन्छ है, राज समानी भयो, बियर बाइसेप्सहरू भयो, त्योभन्दा अगाडि कति कति आएको थियो होइन, जस्तै फरेनर्सहरू पनि छ, जो रोगनहरू छ है, र यिनीहरूले आफ्नो करियर चाहिँ केमा बनाइसक्यो भन्दाखेरि पोडकास्ट प्रड्युस गर्नुमा। सो द्याट यो पोडकास्ट भन्ने चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै म आज छु होइन, मैले के गर्छु, कसैलाई होस्ट गर्छु। जस्ट एक्जाम्पल कोही फेमस क्रिकेटर या त फेमस स्पोर्ट्स पर्सन या त म्युजिसियन या त पोलिटिसियन, र उहाँहरूलाई म आफ्नो पोडकास्टमा बोलाइकन उहाँहरूसँग के गर्छु, वार्तालाप गर्छु होइन, र क्वेसन्स आन्सरको हामी त्यसमा एउटा राउन्ड राख्छौँ। सो त्यो प्रकारको पनि अहिले एउटा स्किल्स भएर गएको छ, प्लस यो पनि एउटा बुमिङ करियर कन्भर्ट हुने चान्सेस छ। यदि कसैले यो कुरालाई पनि सिरियसली लिएर आफ्नो स्किल्समा काम गर्यो भने यो पनि एउटा राम्रो करियर, एउटा गुड अर्निङ करियर भएर जानेवाला छ। सो आजको भिडियोमा म यो तिनै विषयमा बात गर्ने थिएँ है, र गरिसकेको पनि छु। यदि तपाईँहरूमाझ कुनै प्रकारको प्रश्न छ भने तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ या त मलाई डिएम गर्न सक्नुहुनेछ। यदि मेरो भिडियोजहरू मनपर्छ भने या त तपाईँहरूमाझ कुनै पनि प्रकारको सजेसन्सहरू छ भने त्यो कमेन्टमा गरिदिनुहोस् होला, सो द्याट कि म पनि तपाईँहरूको विचारलाई बुझ्न सकौँ कि तपाईँहरूको के विचार छ होइन, आफ्नो नानीहरूलाई लिएर या त हाम्रो युथहरू लिएर चाहिँ। सो आजको भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ है, र किप सपोर्टिङ। बाई बाई।